आज चाहिँ हामी स्केटिङ खेल्न जाने अन्त प्युठानमा छौँ। आज हामी बागडुग्रा जान्छौँ खलङ्गादेखि साथीहरू सम्पूर्ण होइन यहाँ हुनुहुन्छ। के छ आजको यताउति माहौल? यिनीहरू चाहिँ सब मेरा भान्जाहरू है, म चाहिँ मामा हो सबैको होइन, भाइरल मामा। सब्स्क्राइब गरिदिनु पर्यो है सबजनाले। ल ल ठिक छ हाम्रो साथीहरू चाहिँ ल हिँड्यौँ। गाडी चाहिँ यहाँ मुनतिर आएको छ अरे, हिँड्दै गयो। हामी चाहिँ खलङ्गादेखि हिँडिसक्यौँ गाडीमा होइन। के छ बिन्दास छ गाडी छ हामी होइन। यो बाँकी डोली हाम्रो थपिसकेको छ है अहिले। ल हामी चाहिँ बागडुग्रा आइसक्यौँ है। बागडुग्रामा आइसक्यौँ। 12:12 बागडुग्रा डन पनि चिन्नुपर्ने हुन्छ। आज चाहिँ टिकटकमा ट्रेन चल्दैछ बागडुग्राको डन को भनेर हेर्न आएको छौँ हामी चाहिँ होइन। हो कि होइन बागडुग्रा डन? हामी चाहिँ अर्घाजीको डन है। के छ थाहा बोले टक्क 12 भाइ बागडुग्राको चल पले यो है त। बागडुग्राको बजार चाहिँ रमाइलो छ है आजको दिन चाहिँ टक्क 12 मै। हामी चाहिँ अगाडिसम्म जान्छौँ होइन, के कस्तो हुन्छ। डन बागडुग्रा डन हामी हो। 12 मै लोकेसन थियो कहाँनिर त्यो चाहिँ थाहा होइन होइन विशाल? लोकेसन यति उतै थियो कि यार। 12 हाम्रो पसलको दाजु चाहिँ यता हुनुहुन्छ। दाजुको नाम चाहिँ के पर्यो अरे? ल 12 यहाँ भ्रमण गरिदिनु होला। प्युठान बागडुग्रामा 12 होइन। हामी सबै छौँ कि दाइ यहाँ। फेन्सी कपडाबाट हामीले चाहिँ थोरै सामान लिएर हिँडिसकेका छौँ मैले चाहिँ होइन। 12 सामान किन्यौँ होइन दाइ। ल पछि आउँछौँ है दाइ। ल दाइ ल ल ल ल हाम्रो ग्याङ चाहिँ अब यहाँबाट हिँडिरहेको छौँ। कहाँ जान्छौँ हुन्छ देखाउँछौँ होइन। 12 ल बागडुग्रामा हाम्रो एमबिए दाइकोमा आउनु होला होइन। राम्रो सुपथ मूल्यमा मिलाएर दिनुहुन्छ दाइले। हामीसँग भेट भएको छ है प्युठानमा टक्क 12 ल दाइ। प्युठानमा आइसकेको छ है बागडुग्रामा हामी चाहिँ होइन। केटाहरू मस्ती आछौँ हामी चाहिँ। ल दाइ ठिक छ हजुर। सब्स्क्राइब गरिदिनु होला सबैले। के अरे हाम्रो शिवु भ्लगलाई सबले सब्स्क्राइब गरिदिनु होला, माया देखाइदिनु होला। त्यही हो ल। ल ठिक छ दाइ। ल केटाहरू के किन्ने हो? दाइको पसलमा आइपुग्यो हामी चाहिँ। हामी चाहिँ धेरै समयपछि घुमेर टक्क 12 मै स्केट खेल्नमा आइसकेका छौँ। अब चाहिँ हामी यसमा बसेर टक्क 12 मै खेल्नुपर्ने हुन्छ होइन। बागडुग्रामा टक्क 12 मै स्केटिङ खेल्न आएको छौँ। फर्स्ट टाइममा पहिलोबाट कति फाटिने हो नि त यहाँ हेर्दै जाउँ कस्तो हुन्छ। हाम्रो स्केटिङ खेल्ने ठाउँ चाहिँ यही रहेछ है टक्क 12 मा। अब चाहिँ हामी खेल्नुपर्ने हुन्छ होइन। यी केटाहरू आउँदैछन्। यहाँबाट नि हामी जानुपर्ने हुन्छ होइन। ल राम्रो ठाउँ छ सबैजना आइदिनु होला। टक्क 12 होइन। यो पछि हाम्रो आउँछ नास्ता खाने भन्ने कुरो छ। स्केटिङ खेल्ने एकछिन खुट्टा दुखिरहेछ होइन। केटाहरू मस्त बसेका छन् थाकेर। मिलन सर सब भान्जा नै नि मेरो चाहिँ सबै भान्जा। आज यो मामाको पार्टी हो। त्यो त ढुक्क हो। यसै क्रममा नास्तामा चाउमिन आइसकेको छ होइन। 12 मा अब चाहिँ चाउमिन खानुपर्ने हुन्छ। साथी अलि लोभी रहेछ नि यता मिलन सर चाहिँ होइन। ल ठिक छ केटा हो आइज। टक्क 12 मा अब चाहिँ मेरो पालो हान्दिनी हो एक पप। कैसा लगा मेरा मजाक? एक पक्का फेरि आमा
कति मजाले खान केटाहरू भोकाएछ नि यार लास्टै ल हामी चाहिँ अहिले बागडुग्रादेखि खलङ्गासम्म फर्केका छौँ अहिले चाहिँ गयो 5 बजिसकेको छ हाम्रो ट्रेन चाहिँ पछाडि छ नि केटा हो के छ एकदम केटा हो फर्किनु है हामी घर ल अब यसरी नै भलगलाई यहीँ इन्डिङ गर्ने होइन टक्क 12 मा आजलाई यति ल साथीहरू हेरेर भिडियोलाई लाइक कमेन्ट सेयर सब्स्क्राइब गरिदिनु होला